बुझ्ने कुरा हो। आउनुहोस् हेरौं कोरियाली सडकका नियमहरू हामीले सोचेभन्दा कति फरक रहेछन्। ल सुरु गरौं लाइसेन्स पाउने प्रक्रियाबाटै। यो नै पहिलो खुड्किलो हो। अब यो वैधता अवधि सबैको लागि एउटै हुँदैन, जस्तै अन्तर्राष्ट्रिय र यो प्रश्न एकदमै महत्त्वपूर्ण छ किनकि कोरियामा माप्से सम्बन्धी नियम गाडी चलाउने मामिलामा शून्य सहनशीलता नै छ, कुनै बहाना चल्दैन। यो तालिका हेर्दा नै थाहा हुन्छ कि सजाय कति गम्भीर छ। रगतमा अलिकति मात्र म परीक्षण गर्दिन भन्ने विकल्प त छँदै छैन। त्यसो भन्यो कि लाइसेन्स सिधै खारेज। बस्ने ठाउँ वरिपरिका तोकिएका क्षेत्रहरू हुन्। यहाँ बालबालिका र वृद्धवृद्धाहरूको सुरक्षाको लागि ट्राफिक नियमहरू निकै कडाइका साथ लागू गरिन्छ। 2001 यो पैसाको फरकले नै नियम कति गम्भीर छ भन्ने देखाउँछ। ठहरू जम्मा हुँदै गएपछि लाइसेन्स निलम्बन वा खारेज नै हुन सक्छ।